हेलो हेलो गाइज आज चाहिँ म होइन मिनी भ्लग बनाउँछु भनेर सोचिरहेको थिएँ क्या हिजोबाट होइन सबैले भ्लग बनाइदियो मलाई नि रहर लाग्न लाग्यो अनि बनाउँछ भनेर सोचिरहेको थिएँ बिर्सेछु क्या होइन अब रेडी भइसकेँ होइन म आज छुट्टीमा निस्किने गाइज अनि रेडी भइसकेँ अब साथीहरू आउँछन् अनि जाने हो होइन म अब भरेहरू देखाउँछु ल मलाई भ्लग गर्न आउँदैन जस आज हामी बाहिर जाने बाहिर देखाउँछु ल गाइज अब हामी चाहिँ गाडी कुर्दै होइन एकछिन होइन यस्तै गरेकै यस्तै हो अब गाडीहरू के भन्यो भने अहिले भाषा सिक्नेको भाषा सिक्ने होइन हामी गाडीमा यता क्या यता हो क्या गाइज यता आइज होइन पैसा चाहिँदैन पर्दैन क्या कागज पनि पर्दैन पैसा पनि पर्दैन है गाइज अब चाहिँ अब यहाँ 32 नम्बरको गाडी आउँछ पर्खिने हो होइन गाडी आयो गाइज गाडी यो घुमेर गाडी रुने रमिता हेर्नु गाइज चाहिँ गाडी चाहिँ अब जस्तै छैन छ्या आयो यो साथी भन्दा यस्तो हुन्छ होइन त हाम्रो साथीलाई लिन गएको साथी नै गइसक्यो कहाँ हो फेरि हिँड्न पर्यो गाइज गाह्रो छ हामीलाई होइन यो के हो यो दशा लाग्यो क्या गाइज है ए पठाइदिनु पर्ने गाइज यार एउटा साथी छुटो होइन अनि फेरि लिन आएको फेरि हाम्रो पनि गाडी छुटो आयो जिन्दगी यस्तै भयो एक दिन छुट्टी निस्केको त पनि शान्त भएन कसम यस्तो जिन्दगी र त यहाँ गाडी छुटो साथी लिनु फर्केको अरे फेरि साथी पुगिसक्यो उहाँ फेरि अब यसलाई देखाउँछु अहिले म केटीले गरेर होइन म आधी घन्टा हिँडेर आएको गाइज यो लाठीले गरेर म आधी घन्टा हिँडेर आएको कसम यस्तो हुन्छ यो केटीले गरेर कसम होला होइन म त हिँड्दिनँ अब नेटले गर्दा के जाम दिदी नकल नपाएर मलाई रिस उठिरहेको छ गर्छ देखेँ लड्कीको कारण नै अब मेरोमा त आउँदै आउँदैन गर्नु चिया गाडी पर्खिँदै गाइस पारा जस्तो मान्छेहरू गाडी पर्खिँदै अब हामी घर गएको गाइस गाडी रुँगेर अनि अब आउँदाखेरि छुट्टी सब सुन्दरी आउने जाँदाखेरि जङ्गलमा जानु ल गाइस बल्ल गाडी आयो होइन अब हामी घर गएको होइन माकसम थाकेर मर्नु भयो ए म खै त अरे विचार म खै त अरे अब कतिको थाक्यो त आजको कस्तो भयो एक्सपिरियन्स कस्तो राम्रो भिजो बनायो गाइस बाई बाई दुईचोटिसम्म अप डाउन गरेको गाइज बुझ्यौ नि होइन हो त्यो हो चार्ज होइन अनि अब त्यो कोट याद गर्ने एउटा म चाहिँ त्यो याद गर्छु क्या कोटहरू सजाएको छ अनि यतापट्टि त्यो यो कोटहरू क्या लगाइदियो भने त स्ट्याचुलाई केलाई के रे के त्यसलाई डमीलाई त्यस्तो हो गाइज अब हेर बेलैमा आइयो अब के गर्नु है फेरि काम गर्नुपर्छ घर गएर दिनभरि रमाइलो गरौँ होइन गाइज अब गएर फेरि कामै गर्नुपर्छ बनाएको छ गाइज देख्नुभयो नि त्यो थिच्नुपर्छ अनि त्यहाँबाट स्टप भन्छ यस्तो सिकाउने कोही थिएन यार गाइज मलाई त कस्तो मलाई त अहिले त चित्त दुख्छ हौ कति भाग्यो नि तपाईँहरू आज म सिकाउँदै सिकाउँदै बिजोग भयो झन्डै होइन त्यो गाडी हामी दुईजना यत्रो हिट लाग्यो गाइज हिँड्न सकेन मेरो त पहिला पर्दैन यहाँनिर कस्तो हातमा जग्गा लिने हो र
यहाँ मेरो त कस्तो भएछ उति होइन उति होइन भने उति होइन त्यहाँ त रोक्दिँदैन नि त गाई चाहिँ यार यहीँ हो नि त रोक्ने बिस्तारै हेर्नु न अब भइ त गयो यस्तो हुन्छ गाई चाहिँ होइन लिनु न लिनु हातमा चप्पल लिनु त हातमा लिने कि खुट्टामा लिने आज लास्ट दुःख दियो होइन चप्पलले राम्रो हुन पनि कहाँ सजिलो रहेछ र गाई यस्तो गर्छु त लान्छु कि ल भयो सजिलो भयो के भयो त तँ खोलेर के अर्थ भयो त मेरो त पैताला साथै म देखाउँछु ल कस्तो दुखेको छ भनेर यो डह्रो खालको छ क्या यो नरम खालको छैन क्या चप्पल डह्रो छ ल अब आइ नआइ गरेको यो भिडियो कति के हुन्छ मलाई थाहा छैन गाई चाहिँ होइन अब यो हाल्नुपर्छ बाई गाई अर्को सन्डे नेक्स्ट मन्थको सन्डे नेक्स्ट मन्थ जुलाईको सन्डे ल बाई 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 अब यता पर्खेर बसेछु गाइज म